हजुरहरू पनि यो सिजनमा मुक्तिनाथ र अप्पर मुस्ताङको ट्राभल प्लान गर्दै हुनुहुन्छ भने यो भिडियो हजुरको लागि, किनकि आज हामी कुरा गर्दैछौँ मुक्तिनाथ टुर र अप्पर मुस्ताङ टुर गर्दाखेरि हजुरहरूले ब्याग प्याकिङ कसरी र कति गर्ने भन्ने कुरा। हजुरहरूले बसबाट ट्राभल गर्ने प्लान गर्दै हुनुहुन्छ भने हजुरहरूले आफ्नै हिसाबले ब्याग प्याकिङ गर्न सक्नुहुनेछ, किनकि बसमा चाहिँ टन्नै स्पेस हुनेछ र खासै त्यस्तो बोकेर हिँड्नु पर्ने अवस्था पनि नरहेको कारणले गर्दाखेरि हजुरहरूले जसरी प्याकिङ गर्नु भए पनि खासै त्यस्तो फरक पर्दैन। यदि हजुरहरू स्कर्पियोबाट जाँदै हुनुहुन्छ भने चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ, किनकि स्कर्पियोमा चाहिँ स्पेस एकदम कम हुने भएको कारणले गर्दाखेरि ट्रलीवाला लगेजहरू चाहिँ लिएर जाने सोच्दै हुनुहुन्छ भने एकदम अप्ठ्यारो हुनेवाला छ। हजुरहरूले ट्रेकिङ ब्याग वा ह्यान्ड क्यारी ब्यागहरूमा लिमिटेड सामानहरू मात्रै प्याकिङ गर्नुभयो भने हजुरहरूलाई सबै ठाउँमा सजिलो हुनेछ। अब कुरा गरौँ हामीले के सामान लिएर जाने र कसरी प्याक गर्ने भन्ने बारे, किनकि यो टुरमा चाहिँ कुनै ठाउँमा एकदमै जाडो, कुनै ठाउँमा एकदमै गर्मी र कुनै ठाउँमा ठिक्क मौसम भएको कारणले गर्दाखेरि हजुरहरूले जाडोको लागि कम्तीमा 2 सेट कपडा र गर्मीको लागि 2 देखि 3 सेट कपडा र आफ्नो आवश्यकता अनुसार कुनै हजुरहरूको पर्सनल युज सामानहरू पनि छ भने लिमिटेड मात्रै प्याक गर्नुभयो भने हजुरहरूलाई धेरै सजिलो हुनेवाला छ। साथसाथै नर्मल खालको थर्मस अनि मोबाइल चार्जरहरू, एक्स्ट्रा टावल, स्लिपर र रेगुलर दबाई र आफ्नो पर्सनल कस्मेटिक आइटम त झन् छुट्याउनै भएन, किनकि हिमाली भेगहरूमा चाहिँ कतिवटा कुराहरू चाहिँ हामीले पैसा तिरेर पनि सहजै पाउन गाह्रो छ। यदि हजुरहरू यही नयाँ वर्ष र नयाँ वर्ष आसपासमा जाँदै हुनुहुन्छ भने चाहिँ हजुरहरूले प्रपर आइटिनरी र होटल बुकिङका साथ मात्रै जानुहोला, किनकि अहिले चाहिँ यो मौसम चेन्ज हुने अवस्था भएको कारणले गर्दा र यो स्कुलहरूको पनि एक्जाम सकिएर नयाँ क्लास सुरु हुने समयको कारणले गर्दाखेरि धेरै प्यारेन्ट्सहरूको चाहिँ फुर्सद यही टाइममा हुने र धेरैजना मानिसहरू अप्पर मुस्ताङ मुक्तिनाथ ट्राभल गर्ने भएको कारणले गर्दाखेरि भिडभाड एकदमै हुनेवाला छ। हजुरहरू पनि जुनसुकै ट्राभलबाट वा पर्सनल भेहिकलबाट जाँदै हुनुहुन्छ भने होटल, गाडी र सबै कुरा बुकिङ गरेर प्रपर आइटिनरीका साथ मात्रै जानुहोला। यदि हजुरहरू चाहनुहुन्छ भने प्रभु एडभेन्चर ट्राभल एन्ड टुरबाट पनि सजिलै बुकिङ गरेर आफ्नो टुर सुरक्षित गर्न सक्नुहुनेछ। प्रभु एडभेन्चर ट्राभल एन्ड टुर मेन भवन काठमाडौँ र पोखरा लेक साइड स्ट्रिट नम्बर 12बाट पनि हजुरहरूले सजिलै बुकिङ गर्न सक्नुहुनेछ।